सम्पूर्ण विद्यार्थीलाई नमस्कार। जुन विद्यार्थीले एसई दिएको छ, +2 दिएको छ र उनीहरूले चाहिँ अब ल्याब पढ्न खोजिरहेको छ भने यो भिडियो हेरेर सम्पूर्ण जानकारी लगभग 90% जानकारी हुनेवाला छ ल्याबको पढाइको बारेमा। त्यो पढिसकेपछि कतिको चाहिँ त्यसको स्कोप छ, कतिको स्कोप नेपालमा छ, आउट अफ नेपाल अदर कन्ट्रीमा चाहिँ कतिको स्कोप छ, सब कुराको जानकारी हामीले चाहिँ यस भिडियोमा कभर गर्छौँ 1 मिनेट भित्रमा चाहिँ। सो ल्याब भनेको के रहेको छ, सिम्पल ल्याङ्ग्वेजमा बुझ्दाखेरि हाम्रो ब्लड टेस्टहरू, युरिन टेस्टहरू गर्ने जुन एउटा डक्टर हुन्छ, चेक जाँच गर्ने एउटा डक्टर हुन्छ हैन, त्यो भनेको ल्याब पढेको हुन्छ। ल्याब पढिसकेपछि कुनै पनि हस्पिटलमा मेडिकल फिल्डमा चाहिँ जागिर खान मिलो मजाले चाहिँ ल्याब टेक्निसियन बनेर चाहिँ हो। अब अरू कुरा के रहेको छ, त्यसको स्कोप भनेको नेपालमा जुनसुकै अस्पतालमा राम्रो रहेको छ, ल्याब पढेको छ भने विद्यार्थी मजाले चाहिँ जागिर खान मिलिहाल्छ। अर्को भनेको युरोप कन्ट्रीतिर त्यसको स्कोप एकदमै राम्रो रहेको छ। त्यो सब कुरा हामीले चाहिँ नेटमा चाहिँ रिसर्च पनि गर्न सक्छ आफैले चाहिँ हो। सो सम्पूर्ण जानकारी अझै लिनु पर्यो भने हामीलाई चाहिँ कन्ट्याक्ट गर्नु होला। र यस भिडियोमा म महत्त्वपूर्ण कुरा के गर्न चाहन्छु भन्दाखेरि, यदि कसैले ल्याब पढ्न चाहन्छ हैन, नेपालमै अथवा आउट अफ नेपाल इन्डियातिर बेङ्गलोरतिर पढ्न चाहन्छ भने दिएको नम्बरमा चाहिँ हामीलाई चाहिँ कन्ट्याक्ट गर्नु होला। सम्पूर्ण जानकारी हामीले चाहिँ प्रोभाइड गर्छौँ र स्कलरसिपको बारेमा पनि हामीले चाहिँ धेरै कुराहरू जानकारीहरू चाहिँ प्रोभाइड गर्छौँ हजुरहरूलाई चाहिँ। सो दिएको नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नु होला यदि विद्यार्थी चाहिँ पढ्ने इन्ट्रेस्टेड छ भने। अर्को कुरा के रहेको छ, यो सब कोर्सहरू रहेको छ जुन ल्याब, यो सब 3 वर्षको मात्रै रहेको छ। 3 वर्ष पढिसकेपछि मजाले चाहिँ विद्यार्थीले चाहिँ जागिर खान मिल्यो एउटा मेडिकल सेक्टरमा चाहिँ। सो थ्याङ्क यू।